हेलो गाइस, वेलकम ब्याक टु आवर च्यानल। त आज हो छठ पूजा। यसपालि छठ पूजा मनाउन म मामा घर आएका छु। बेलुका नहाएर रेडी भएर म अब जान लागेको छु छठ घाटमा। यो चाहिँ हो मेरो फाइनल लुक। म रेडी भएर बाहिर आइसकेको छु। मेरो दोस्तहरू पनि बाहिर आइसकेका छ। त हामी बाइकमा बसेर हामी हिँड्दै छठ घाट जानको लागि 5 मिनेट जति बाइक चलाएर हामी सिधै पुगे छठ घाटमा। त्यहाँबाट म पूजा गर्नको लागि सामग्री लिएर अनि आए यहाँ पूजा गरेर म बाहिर निस्किन थालेँ। त यो थियो हाम्रो छठ घाटको भ्यू। त्यहाँबाट म आफ्नो अब घर जानको लागि रेडी भइसकेका थिएँ आफ्नो गाउँतिर। त्यहाँमा पनि हामी हुँदा छैन छठ, तर त्यहाँ हामी फलफुल चढाउने गर्छौँ। त्यसै भएर म अनि मेरो दिदी अनि मेरो बुवा म हिँडिदिए जानको लागि एकछिन हिँडेपछि हामी आइपुगे घर। त्यहाँबाट एउटा दिदी अनि भाइलाई गाडीमा बसाएर हामी जान लाग्यो आफ्नो गाउँको छठ घाटमा। त्यहाँबाट यति राम्रो सजाएको थियो। यो चाहिँ थियो हाम्रो गाउँको छठ घाटको भ्यू। त्यहाँबाट हामी सिधै पुगे पूजा गर्न। अनि पूजा गरेपछि हामी जुन फलफुल ल्याएको थियो त्यो सबै हामी बाँड्न थाल्यो। म अनि मेरो दिदी मेरो भाइ चारैजना बाँटेर हामी आयो बाहिर। त्यसपछि एकछिन ढुकेपछि हामी अब जान लाग्यो मामा घर। मामा घरको छठ घाटमा आएर मेरो भाइले भन्यो, दाइ हेर्नु कलेयामा पनि यति राम्रो सजाएको छ, त्यहाँ मेला पनि लागेको छ। त म अहिले भने ल हिँड। म अनि मेरो भाइ बाइक लिएर हामी हिँडिदिए कलेयाको छठ घाटको मेला हेर्न। एकछिन बाइक चलाएपछि हामी आइपुगेका छौँ कलेयाको छठिया घाटमा। त्यसपछि हामी भित्र गयो त हेऱ्यो यति राम्रो त्यहाँको पनि सजावट भइसकेको थियो। त अलिकति हामी त्यहाँ घुमेर हामी अब रात भइसकेका थियो। तब टाइम थिएन बढी, त हामी सिधै गाडीमा बसेर अनि जान लाग्यो आफ्नो मामा घरको छठ घाटमा। त्यहाँ गएर हेर्दा सबै दौराहरू त्यहाँबाट आइरहेका थिए। त्यहाँ पुगेर हेरे त हाम्रो पनि दौरा गइसकेका थिए घर। त्यसै गरले हामी सबै बाइकमा बसेर हामी आयो घर आएर कपडा सपडा चेन्ज गरेर म सुतिहालेँ कि फेरि भोलिपल्ट बिहानै उठेर जानु थियो। यो चाहिँ हो छठको अर्को दिन। त्यही सुबहमा उठेर 4 बजे हामी अनि रेडी भएर हामी अब जान लागेका छौँ फेरि छठ घाटमा। फेरि हामी बाइकमा बसेर अनि जान लाग्यो छठ घाट। त्यहाँ गएर हेर्दा यति राम्रोको भ्यू त्यहाँ आइरहेको थियो। हामी हेर्दै राख्यो। त्यसपछि म सिधै गएँ पूजा गर्न। पूजा गरेर म बाहिर आएँ त सबैजना भन्यो हिँड फोटो खिच्न अलिक। त्यसपछि हामी फोटो खिच्यो। त हामी बोर भइसक्यो थियो। त छठ पर्व भइसक्यो। हामी प्रसादी खाएर हामी गयो घर। आजको ब्लग यतिकै नै। बाई।